नमस्कार साथीहरू, आज हामी मेरो सेयरको पासवर्ड बिर्सियो भने हामीले कसरी पासवर्ड कसरी चेन्ज गर्न सकिन्छ भनेर हेर्न जाँदैछौँ। फर्स्टमा गुगल क्रोममा गएर मेरो सेयर सर्च गर्नुहोस्। मेरो सेयरमा ट्याप गर्नुहोस्। ट्याप गरिसकेपछि यस्तो इन्टरफेस खोल्छ। अलिकति तल स्क्रोल गरेर फर्गेट योर पासवर्डमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ तपाईको जुनसुकै बैंक वा कुन बैंकबाट खोल्नु भएको छ त्यसको नाम वा तपाईँलाई नम्बर याद छ भने नम्बर नत्र नाम पनि लेख्न सक्नुहुनेछ। मैले चाहिँ नम्बर लेखेको छु यहाँ। मेरो चाहिँ नबिल बैंक हो। अनि फेरि तपाईँले आफ्नो युजर नेम लेख्न सक्नुहुनेछ यहाँ। युजर नेम पछि तपाईँले मेरो सेयरमा कुन चाहिँ इमेल एड्रेस रेजिस्टर छ त्यही इमेल एड्रेस लेख्न सक्नुहुनेछ त्यहाँ। त्यसपछि आफ्नो बर्थ अफ डेट कुन चाहिँ तपाईँले जुन मेरो सेयरमा छ त्यही बर्थ अफ डेट हाल्नुपर्छ। फर्स्टमा महिना हालेर गते हालेर फेरि मिति हालेर अनि हजुरहरूले फेरि सेन्ड गर्न सक्नुहुनेछ। यसरी सेन्डमा क्लिक गर्नुहोस्। सेन्डमा क्लिक गरिसकेपछि तपाईँहरूको इमेलमा एउटा इमेल आउँछ। इमेल चेक गर्नुहोस्। यसरी इमेलमा जानुहोस् अनि तपाईँले रजिस्टर गरेको आफ्नो इमेल खोल्नुहोस् र इमेलमा मेरो हेर्न सक्नुहुनेछ। इमेल आइसक्यो। इमेलमा तपाईँहरूले देख्न सक्नुहुन्छ त्यहाँ पासवर्ड भनेर आएको छ। पासवर्ड, युजर आइडी, लगइन भनेर मैले यो पासवर्ड कपी गरेको छु। यो पासवर्ड कपी गरेर मैले फेरि मेरो सेयर ओपन गर्छु। मेरो सेयरमा ओपन गर्दाखेरि तपाईँको बैंक कुन बैंक हो त्यस बैंकको नाम वा तपाईँलाई नम्बर याद छ भने नम्बर पनि लेख्न सक्नुहुन्छ, नाम पनि लेख्न सक्नुहुन्छ। त्यसपछि हजुरहरूले त्यहाँ युजर आइडी लेख्नु, तपाईँको युजर आइडी लेख्नुहोस् अनि अघि पठाएको तपाईँले इमेलबाट आएको त्यहाँ राखिसकेपछि पासवर्डमा राखिसकेपछि फेरि यहाँ ओल्ड पासवर्डमा फेरि तपाईँले त्यो इमेलमा आएको पासवर्ड लेख्न सक्नुहुन्छ। यो लेखिसकेपछि तपाईँलाई कुन पासवर्ड नयाँ पासवर्ड कुन राख्न मन छ त्यो पासवर्ड लेख्न सक्नुहुन्छ। यसमा लेखिसकेपछि तपाईँले माथि जुन पासवर्ड लेख्नु भएको थियो त्यही पासवर्ड दोहोऱ्याउनु जस्ताको त्यस्तै। त्यसपछि तपाईँले यसमा क्लिक गर्दा हुन्छ। क्लिक गरेर सेन्ड गर्न सक्नुहुन्छ। प्रोसिजर हुँदैछ। तपाईँको चेन्ज भइसक्नु देख्नुभयो हरियो टिक त्यहाँ लगाइरहेको छ। अनि तपाईँको फेरि अब तपाईँले फेरि आफ्नो बैंक र इमेल एड्रेस युजर नेम हालिसकेपछि अघि भर्खरै राखेको पासवर्ड हालिसकेपछि तपाईँले देख्न सक्नुहुन्छ तपाईँको पासवर्ड सजिलैसँग चेन्ज हुन्छ। तपाईँहरूले देख्न सक्नुहुन्छ मैले भर्खरै चेन्ज गरेको पासवर्ड लगइन भइसकेको छ। यो भिडियो मार्फत तपाईँहरूलाई पनि केही सहयोग भयो होला भन्ने म आशा गर्दछु र तपाईँहरूलाई यस च्यानललाई सब्स्क्राइब गर्न रिक्वेस्ट गर्दछु। धन्यवाद।